गुड मर्निङ। म चाहिँ अहिले यो अस्ट्रियाको गिफेन भन्ने ठाउँमा छु। यहाँ अब ब्रेक 3 बजे आएर बसेको। अहिले चाहिँ कति बज्यो? अहिले लगभग 10 बज्नु लागेको छ। अझै 2 घन्टा बाँकी छ ब्रेक। कुपन लिएर अब टोइलेट कुपन हो यो, 50 सेन्ट तिरेपछि टक्क खुल्छ तर जाने। गाडी चाहिँ त्यहाँ छ, त्यहाँ पर पार्किङ गराएको छु। यो त रातभरि यहाँ ठाउँै थिएन, पुरै प्याक थियो। आज त सब गइसकेको ब्रेक टाइम पुगेर होला सर। यो पुरै डाँडा काँडा जङ्गलै जङ्गल छ अस्ट्रियाको त। पुरै अस्ट्रियाको जङ्गलमा छु। राति त क्रोएसियाबाट आएको, 10 बजीतिर आएको थिएँ, 3 बजी आइपुगेको थिएँ। 10 होइन 11 बजी आएको थिएँ होला। 12, 1, 2, 3 3 घन्टा लाग्यो। यो चाहिँ पेट्रोल स्टेसन नै हो। यहाँभित्र चाहिँ पार्किङ पैसा लाग्छ। हिजो ठाउँ थिएन, त्यो बाहिर पार्किङ गरेँ। त्यो हो मेरो गाडी। यो वाल्स कार्गो केयर ट्रान्स मोडल लजिस्टिक हो। सर लाएर चिसो छ। 2 डिग्री छ अहिले। त्यसरी हिउँ परिरहेको छु। अहिले नै परिसक्यो होला। अहिले त छैन हिउँ परेको। पुरै झाडी झाडी वरिपरि जङ्गलै जङ्गल। पुरै नेपालको फिल आइरहेछ पुरै। अब टक्क उठ्यो। अब कफी सबै गाडीमा बनाएर गरेर खानुपर्छ। यो मेरो गाडी हो चाहिँ। हिजो त पुरै प्याक थियो, आज त एउटा दुइटा मात्र फेरि गइसक्यो। 2टा रहेछ त्यो त। यो हाइवे हो। त्यहाँ भित्र पार्किङ हालेको 5 युरो लाग्थ्यो। 5 युरो बचाएको थियो नि त सबको आज। गजब भयो। चिसो छ पुरै, जाडो जाडो हिउँ परिरहेछ यस्तो गजबले। यस्तो हिउँ यो चाहिँ हिजो पऱ्यो होला। अनि आज पुरै आइस। यहाँ त फोहोर रहेछ। हामीले अस्ति नै चाहिँ आइसकै पुरै पानी नभएर आइसकै बनाएर खाएको थियौँ। यस्तो दामी। यो आइसलाई चाहिँ टक्क खानामा हालेर अनि तताएपछि पानी भइहाल्छ। यस्तो यस्तो छ पुरै हिउँ हिउँ। रातो छैन, अस्ति त पुरै वरिपरि हिउँ थियो। आहा चिसो चिसो छ। गाडीभित्र छिरेर टक्क अब खाना बनाउनु पऱ्यो। खाना बनाउनु खाने 12 बजी ब्रेक्स दिन्छ। हिजो त मैले नेपाली ड्राइभर पनि भेटाएको थियो। अन्त पार्किङ बसाएँ। यस यहाँ चाहिँ नेपालीहरू ड्राइभरहरू त अब जानी बोलिहाल्छन् भयो नि। यहाँ चाहिँ यस फ्रेङ्कली हुन्छ नि, खुसी लाग्छ मलाई नेपाली ड्राइभरहरू। यो पर्दा पनि हटाएको छैन मैले। यो छान घर ड्राइभरको सेकेन्ड होम भन्छन्। मेरो दोस्रो घर हो यो चाहिँ। सर र यो ओछ्यान भइहाल्यो। यो माथिको सामानहरू राख्ने यताउता यो टक्क लगाएर छु। ढोका लाउनु पऱ्यो। भित्र हिटर हुन्छ मजाले। ए भाइ खुल्ला हिटर हुन्छ मजाले। टक्क हिटर लगायो, सुत्यो। यस जाडो चाहिँ हुन्न भित्र चाहिँ। त्यस्तै हो। साह्रो नयाँ नौलो ठाउँ, तर अब त बानी भइसक्यो। सुरु सुरुमा चाहिँ यदि गाह्रो लाग्थ्यो। जुत्ता फुकालौँ राखौँ जुत्तालाई। जुत्ता लगाएर कि माथि जानु। लास्छ भन्नु पऱ्यो। यसलाई हटाउनु पऱ्यो, अन गर्नु पऱ्यो।
पोल्यान्डतिर चाहिँ अलिक डर हुन्छ राति चाहिँ कस्तो लाग्छ भने तर यहाँ त खासै केही छैन अस्ट्रिया चाहिँ एकदम धनी देश हो तर एकदम सेफ्टी पनि छ क्या यहाँ चाहिँ यहाँ मान्छेहरू चाहिँ जस्तै अलि आफूले मिस्टेक गरियो भने पनि यस्तो गर्नु उस्तो गर्नु सिकाउँछ न लास्टै दामी लाग्छ मलाई अस्ट्रियाको मान्छेहरू चाहिँ अस्ति एकपल्ट राजधानी भियनाभित्र चाहिँ छिरेको थियो कि सेन्टरमा यत्रो गाडी लिएर म त्यहाँ पुल मुनिबाट छिर्दैन गाडी पछि मात्रै थाहा भयो त्यहाँ गएपछि पछि ब्याक गर्न लागेको पछि त्यो कारवालाहरू झरेर त्यो कार साइड लगाएर मेरो पछाडि हेरिदिएर आम्मा बल सहयोग गरेको थियो कि मलाई झर्नु चाहिँ त्यसलाई कफी बनाउनु खानु खाना त्यो छैन अब त्यही पावररोटी हान्यो खानासाना पकाउनु पिसो छ पनि अच्छी लाग्छ मलाई मोबाइल सोबाइल चार्जर राखौँ यस्तो कपडा पुस्ने कपडा यो किनेर रहेछ नि त तपाईँले बस त्योहरू भयो जे सब कपडा सबै यता भन्ने छ भने सब किनेर त्यसमा राख्ने टक्कर हो ग्यास बालौँ कफी यसो मारौँ कफी चाहिँ कहाँ राखेँ मैले शीतल तातो गिटार बनाउनु राखे है पासवर्ड तो जा पनि खोज्छ टिआरसी र पासवर्ड चाहिँ नेपाली चाहियो जहाँ हिँड्दा पनि खोज्छ बजेहरू मालाबाट नेपाली भनेर चिन्छ क्या पुरै गाडी रोकिहाल्छ बोर्डरमा त वेयर आर यु फ्रम भन्छ सोधिहाल्छ कहाँ ग्यास यस्तो सानो ग्यास टक्क लगाउँ आज बुफर चलिरहेको छैन के भयो भयो कहाँ राखेँ पास्ता पनि बनाएर हाल्नु पर्ला जस्तो अटोमेटिक बल्छ आफै बिस्तारो बनाउनुलाई कहाँ कफी
कफी हालेन छ थाहा भइसक्यो हिजो केही बिर्सिँदै लागिरहेको थियो मलाई कफी बिर्सिएछु अब पानी मिल्यो के बनाउने तरकारी रहेछ एउटा यसलाई तताउनु लाग्छ खानै यस्तो साउनीले हालिदिएको थियो भात खान्छ भने थाहा गरेर क्या पुरै यस्तो हाल्दा यो चाहिँ हान्नु पर्दो रहेछ भनेको त यो Chinese strawberry के instant noodle noodling Chinese Asia Green Garden London Asia Green Garden ये सब रारा को बोलते हो नेपाल को Làm chưa thấy dầu cũng bỏ không cái chứa đi thử lại म त चिल पाराले पकाएर खान पाइन्थ्यो पानी पनि कति युरो गयो 2 युरो होला 129 नेपालको 200 को पानी 200 कफी गिलास चाहिँ ल्याएछु कफी ल्याउनु बिर्सेछु ठिक छ आज कफी खाइएन ए मसला के हो यस्तो पुदिना हो क्या सानो बललाई पाकिस्तान मलाई थाहा छ त्यो पुदिना जस्तो चाहिँ हाल्दिएँ कस्तो ज्यादा टेस्ट गर्नु चाहिन्छ चाउँछु वाइ ल्याउँथेँ म हिजो त वाइ खाएको थिएँ वाइ आज सिद्धो चाइनिज रहेछ झ्याल खानु पर्ने बिहाले पुरै गुम्स्यो त अब मैले नुन र कफी बिर्सेछु नि त अलिक मसला जति नुन छ त्यति हो अब चिल्ली पाउडर मुखले खाने त अब टोकेर फुटाउनु त नेपालीको बानी नै हो त्यति त नेपाली हुनै पर्यो जनाउनै पर्यो नेपाली भनेर फाइनली कहाँ चम्चा फाइनली चम्चा रेडी हुनु लाग्यो यस्तो कलाएर यसो छलौँ के होला जस्तो हेर्दा त नेपाली जस्तै छ नुन कि सस चाहिँ हाल्दिएँ कस्तो भने फाइनली पाक्नु लाग्यो थाहा छ अब चाउचाउ खाउँ पहिला आज कफी खाइएन यो गिलास चाहिँ ल्याएछ कफी ल्याउनु बिर्सेछु यो चाहिँ के भन्छ रेडिमेड आउँछ यो यसमा त्यो चामल पनि मिक्स भएको हुन्छ पकाएको हुन्छ
तताएर खाने हो। यो चाहिँ के हो, टेस्टी 9 रे के हो यो, मैले त्यो गोलभेडाको होला कुरमुरी जस्तो। यो पनि तरकारी नै हो, सस हो। त्यो यहाँ के छ, यहाँ झोलै जाति छ, सबै तरकारीहरू सुपहरू छ। यहाँ पानी रहेछ, 2 भाँडा हालेको छ हिजो। ठिक छ त, ठिक छ। अब कति बज्यो, 10 बजेछ, 10:30 हुन लागेछ। सुप रहेछ, सुप चाहिँ टक्क पानीमा हालेर खाएपछि के चिकन टेस्ट हो कि के टेस्ट हो, सबै पानीमा हाल्यो खायो, सक्यो। यस्तो चाउचाउ ठिक छ। ल चाउचाउ खानु पऱ्यो। अर्को भिडियोमा फेरि भेटौँला, यस्तै छ हैन। बाई बाई।